के गर्नुभयो स्कुलको लागि के गर्नुभयो लिएको त्यहीँबाट तपाईँ सबै त आउनु भएको हो नि त्यही टिकटक देशैभरि छिरै आउनुभयो तपाईँहरू होइन ल मैले चाहे यसको लागि म जेनजी म कुनै पार्टी छैन काङ्ग्रेस पनि मलाई मनपर्छ एमआलए पनि मलाई मनपर्छ माओवादी मनपर्छ र राष्ट्रिय स्वतन्त्रवादी मलाई मनपर्छ म सबै पार्टीको आस्थावान मान्छे हो त्यो हो म जेनजी हो तपाईँहरूले मलाई सहयोग गर्नु होला म +2 क्लियर छु ओभरसियर पनि क्लियर छु र लेखनदास पनि हो मलाई काम गर्ने क्षमता छ अवसर दिनुहोस् तपाईँहरूले दिनुहुन्न भने म अहिले यस्तै निस्किन्छु र मेरो विशेष एजेन्डा के थाहा छ तपाईँहरूलाई यो स्कुलमा बिरामी हुँदा विद्यार्थी बिरामी हुँदा अहिले कसले दिन्छ हस्पिटल यहाँ स्वास्थ्य सिएमए पढेको एएनएम पढेको र एउटा ठुलै विषय पढेको आएर पनि हिँड्नेला छैन यहाँ चाहियो सामग्री छ छैन हामीसँग गाडी छैन पोरपाली विद्यार्थी हिँडेर आउनु पऱ्यो हामीसँग पैसा छैन त्यहाँदेखि यहाँ 300 रुपियाँ लाग्छ तपाईँसँग पैसा छ छैन तपाईँले साथ दिनु पऱ्यो नि मलाई पोरपालीको विद्यार्थी यहाँ आउनलाई पैसा फ्रीमा आउने म माध्यमबाट माझीबाट यहाँ आउने फ्रीमा आउने माध्यम कस्तो म इबी गाडी यहाँ सञ्चालन गराउँछु यहाँ एउटा इबी गाडी ल्याउँछु मेरो तर्फबाट ल्याउँछु मलाई कसैले पैसा दिनु पर्दैन मसँग छ सोरुमको दाइ छ मसँग कन्ट्याक्ट छ मैले कहीँबाट कमाएर त्यो किस्ता हाल्ने त हो नि भाइ तेरो डकुमेन्ट मात्रै त्यो किस्त नागरिकता चाहिँ म गाडी दिन्छु म किस्ता हालिदिन्छु कहीँबाट कमाउला नि त डोनरहरू बाहिरका मेरो साथीहरू होला नि त म स्कुलमा बस हालेँ मलाई पैसा किस्ता तिर्ने पुगेन मलाई हालिदिन्छन् मेरो खाता हालिदिन्छु मलाई हालिदिन्छन् म सहयोग गर्छु तपाईँहरूको लागि गर्छु र यो स्कुलमा विशेष बिल्डिङ छ मलाई बिल्डिङमा आवश्यक छैन बिल्डिङ अथाह छ मलाई आवश्यक छैन है यो बिल्डिङमा ल्याउने माध्यम मेयर साहब हाम्रो अहिले वडाध्यक्ष के अरे यहाँको वडाध्यक्ष लगायत सबै यहाँको अध्यक्ष स्कुल व्यवस्थापक अध्यक्ष माहौल बनाउनु भयो नमुना विद्यालय बनाउनु भयो एकदम धन्यवाद म चाहन्छु यो स्कुलमा खेलकुद अगाडि बढाउँछु मैले खेलकुद मैले बाहिरको मान्छे ल्याउँदैन यहीँभित्र खेलेको यहीँभित्र राष्ट्रिय खेलाडी भएको र क्षेत्रीय खेलाडी भएको यहीँभित्र जतिखेर नि रेवडीको माग हुन्छ त्यही मान्छे ल्याउँछु म जस्तै मेरो नाममा 2 जना छ म अहिले भन्छु जतिखेर माग हुन्छ सिंहराज साई र बिन्द खड्का जतिखेर माग ती दुईलाई मैले यहाँ उपस्थित गराउँछु वा पैसा तिरेर होस् वा नतिरेर होस् दाइ कहीँबाट बजेट लिएर होस् नगरबाट होस् जहाँबाट होस् प्रदेशबाट म ल्याउँछु तर म व्यक्तिगत दमन साईसँग नभए पनि म माग गरेर ल्याउँछु तपाईँलाई साथ दिन्छु 2 जनालाई मात्रै दिन्छु म अरू दिन्न त्यसपछि एउटा सिएमए पढेको एउटा मान्छे र ड्राइभर सहित म नियुक्ति गर्छु यहाँ सेक्युरिटी गार्डको नियुक्ति गर्छु र यहाँ आइटी पढ्छन् नि त्यो कम्प्युटर कहाँ छन् त्यो कम्प्युटर पढ्ने आइटी पढ्नेलाई म सञ्चालन गराउँछु यहाँ कम्प्युटर पढाएको खोइ त भएको छ छैन मैले लठा पालेँ मुन्द्रा पालेँ भनेर म नराउनु नमान्नु होला म तपाईँहरूलाई अहिले कार्ड भने यहीँनिर एउटा कार्ड दिन्छु गन्छी लिएर मलाई विकास गर्न स्कुलको लागि बोल्न दिनुहोस् दिनुहुन्न भने चाहिँ म यस्तै तपाईँहरूले कानसम्म पनि उडोस गरेर म निस्किन्छु यहाँबाट होइन तपाईँहरूको लागि गर्ने म बिहान 9 बजी यहाँ हेडमास्टरभन्दा अगाडि म आउँछु ड्युटी र बेलुका हेडमास्टरभन्दा पछाडि जान्छु मेरो ड्युटी के पढाइ भयो एक क्लासमा म छिरेर बस्छु हेर्नु होला तपाईँले भोलि भिडियो पनि आउँछ हेर्नु होला म भिडियो मार्फतमै भन्छु फेसबुक अनलाइन जे छ होइन सामाजिक सञ्जालमा बोल्छु एक क्लासमा एक विद्यार्थीलाई र अभिभावकलाई पनि बोलाउँछु अभिभावक र बच्चाको क्वेसन सोध्छु म छोराभन्दा बाउ जाने हो भने छोराले त पढाउनु पनि आउँछ आमालाई पनि बोलाउँछु आमाको भएको आमा बाउ भएको घर दाइ भएको घर दाइ बोलाउँछु एक गरेर बोलाउँछु सबैले एकै दिन बोलाउँदैन म तपाईँ आउनुहोस् तपाईँको छोराको क्लास हुँदैछ तपाईँ आउनुहोस् तपाईँको छोराले के पढिरहेको हेर्नुहोस् बसेर हेर्नुहोस् सोध्छु त्यो क्वेसन तपाईँलाई सोध्छु त्यो क्वेसन तपाईँलाई सोध्छु कसले नम्बर ल्याउँछ नम्बर धेरै छोराले ल्याउनु बाउ ल्याउनु त बाउ त पनि नपढे आएर नम्बर ल्यायो छोराले पढाउँछ नि सबैले सोध्छु दुःख नगर्नु तपाईँको लागि हो मेरो लागि डेली एउटा विद्यार्थी स्कुलमा आएर फोन गर्छु त्यो फोन मेरो मोबाइलबाट जान्छ एकजना विद्यार्थी स्कुलमा किन आएर फोन मेरो मोबाइल जान्छ यी स्कुलको अफिसको फोन मलाई आवश्यक छैन मेरो नम्बरबाट पर्सनल नम्बरबाट डेली किन आएन के गरेर निवेदन दिनु पऱ्यो नि म आउनु भनेर के बिदा हो कहाँ गयो मास्टर किन आउनु भने म त्यो पनि गर्छु डेली मास्टर कहाँ जानुभयो कोही दाहा बसेर कोही सुर्खेत बसेर कोही काठमाडौँ अमेरिका बसेर तल खान मिल्ने छैन मास्टर म छोड्नेवाला छैन बरु म पद दिएर गइहाल्छु छोड्नेवाला छैन सिडिओ साहबको टेबल म बोलाउँछु बुझ्नुभयो नि सिडिओ साहब टेबलमा को हुन्छ शिक्षाको पढ्नु पनि हुन्छ त्यो मान्छेलाई यो स्कुलको कर्मचारीलाई म कहाँ सर्व गर्छु मेरो घर सुन्नुहोस् टाढा होइन मेरो स्कुल सर्व जान्छु मेरो स्कुल यहाँ राखिदिन्छु पोरपालीको यहाँ राखिदिन्छु घरदेखि बसेर के हुनेवाला छैन हाम्रो पुरै सिस्टम छ हामीले गर्छु भनेर मेरो घर यहीँ भनेर कहिले नसोच्नु होला सक्नुहुन्छ दिनुहोस् र म गाडी व्यवस्था गर्छु र यदि गाडी व्यवस्था गर्नु पर्दैन त्यो विषय लागेन अहिले 5 लाख लिएर खातामा हाल्दिनँ म अहिले 5 लाख खातामा हाल्दिन्छु यो स्कुलको पोस्टमा मैले त्यो चलाउनु पाउँदैन त्यो पोस्टमा सबै तपाईँहरू हुनुहुन्छ अभिभावक अरू उम्मेदवार पनि आउनुहुन्छ